नमस्ते सबैजनालाई। लगभग हामी चुनावको अन्तिम घडीमा चाहिँ उभिसकेका छौँ। सबैजना एकदम तयारीका साथ स्वस्तिक छाप लगाउनको लागि चाहिँ एकदमै धेरै आतुर हुनुहुन्छ होला है। मेरो सम्पूर्णमा धेरै धेरै शुभकामना। तपाईँको नितान्त व्यक्तिगत तन मन विचार र स्वविवेकले एकदमै सोच विचार गरेर सही व्यक्तिलाई चुनेर पठाउनु होला। नागरिकले इच्छाएको जुनसुकै पार्टी वा व्यक्तिलाई निर्धक्क साथ भोट हाल्न सक्नुहुन्छ। आफ्नो स्वतन्त्र अधिकार प्रयोग गर्नुहोस्। कसैले त्यसको उल्लङ्घन गर्न पाउँदैन। त्यो उल्लङ्घन गर्न खोजेमा त्यो गैर कानुनी हुन्छ। सजायको भागीदार हुनुपर्छ त्यस्ता व्यक्ति। त्यही भएर तपाईँले कसैलाई भनिरहनु पनि पर्दैन मैले यसमा भोट हालेँ भनेर भन्नु पनि पर्दैन। र तपाईँलाई कसैले सोध्यो भने तपाईँले नभन्न पनि पाउनुहुन्छ। तपाईँले यो कुरा बुझ्नु होला। तपाईँले निर्धक्कसँग आफ्नो स्वतन्त्र अधिकार, आफ्नो नागरिकको मताधिकारलाई पूर्ण रूपमा प्रयोग गर्नु होला। कसैको दबावमा नरही, कसैको प्रभावमा नरहिकन सही व्यक्तिलाई छानेर पठाउनु होला। एकदमै सही मान्छेलाई तपाईँले विचार गरेर एकदमै सोच विचार पुर्याएर छानेर चुनेर पठाइदिनु होला। तपाईँहरूले सही मान्छे चुनेर पठाउनु हुनेछ भन्ने कुरामा म एकदम विश्वस्त छु। किनभने हाम्रो एउटा घर बनाउँदाखेरि त हामीले कर्मी कस्तो छान्ने, कामदार कस्तो छान्ने, हामीसँग उपलब्ध कर्मी अथवा कामदारहरू सही छ कि छैन, उनीहरूले कस्तो काम गरिरहेको छ, उनीहरूसँग भएको सिप क्षमताको आधारमा हामीले उनीहरूलाई काम दिने गर्दछौँ भने यो त झन् एउटा देश बनाउने कुरा, तपाईँ हाम्रो छोराछोरी नाता नातिनीको भविष्य बनाउने कुरा। यसमा त झन् तपाईँहरूले एकदमै सचेत भएर सोच विचार गरेर राम्रो व्यक्तिलाई चुनेर पठाउनुहुन्छ भन्ने एकदम विश्वास लिएको छु। ताकि भोलिको दिनमा हाम्रो नयाँ पुस्ताले झोला बोकेर अरूको देशमा भविष्य खोज्न जानु नपरोस्। हाम्रो आफ्नै देशमा चाहिँ उनीहरूले भविष्य देख्न सकोस्। त्यो वातावरण चाहिँ हामीले अहिलेदेखि नै बनाउन सकौँ। विदेश यात्रा भनेको भ्रमणको लागि गरोस्, पढाइको लागि गरोस्, तर नागरिकले जीवन जिउनकै लागि घाँसबास कपासकै लागि चाहिँ परदेश जान नपरोस्, अरूको देशमा भविष्य खोज्न जान नपरोस्। आफ्नो देशमा चाहिँ एकदमै होपलेस भएर होइन हरेस खाएर आत्मदाह गर्ने अवस्था चाहिँ हाम्रो देशमा सिर्जना नहोस्। अबको दिनमा हामीले चुनेर पठाउने सांसद, मन्त्री, प्रधानमन्त्रीहरूले चाहिँ हाम्रै देशको जनताको लागि काम गर्न सकोस्, हाम्रो देशको लागि काम गर्न सकोस्। उहाँहरूलाई पनि धेरै धेरै अग्रिम शुभकामना। भोलि जो जानुहुनेछ, जो त्यो ठाउँमा पुग्नुहुनेछ, उहाँहरूले जनताको मुद्दालाई सुल्झाउन सकोस्। हाम्रो देशको अवस्था किन यति धेरै नाजुक बन्यो त भन्ने कुरामा त हामी सबैजना लगभग प्रष्ट भइसकेका छौँ। धेरैजसो आमा बुवाहरूले चाहिँ अझै पनि सामाजिक सञ्जालहरू उहाँहरूले चलाउन सक्नुहुन्न। उहाँहरू त्यो सामाजिक सञ्जालको पहुँचबाट टाढा हुनुहुन्छ, जसको कारण उहाँहरूको सोझोपनको फाइदा चाहिँ कतिपय व्यक्तिहरूले उठाइरहनु भएको छ। उहाँहरूलाई पनि म के भन्न चाहन्छु भने प्लिज त्यस्तो नगरिदिनुहोस्। तपाईँले सक्नुहुन्छ सही सूचनाको प्रवाह गरिदिनुहोस्। उहाँहरूलाई सत्य तथ्य के हो त्यो बताइदिनुहोस्। तपाईँले आफ्नो व्यक्तिगत स्वार्थ, तपाईँले आफ्नो केही स्वार्थको लागि चाहिँ उहाँहरूको सोझोपनको फाइदा नउठाउनुहोस्, उहाँहरूको सोझोपनको फाइदा नलुट्नुहोस्। तपाईँलाई त्यो पाप लाग्नेछ। तपाईँ भोलि केही कुनै ठाउँमा पुग्ने त्यो स्वार्थको लागि चाहिँ तपाईँले गाउँ समाजको सोझा सिधा मान्छेहरूलाई चाहिँ नचाहिने कुराहरू भ्रम छरेर तपाईँले आफूले खुट्टा ढोगिरहेको मान्छे सही हो भनेर त्यो मान्छेप्रति उहाँहरूलाई लान खोज्नु भनेको तपाईँले एकदम गलत गर्दै हुनुहुन्छ। त्यो कुरामा चाहिँ म तपाईँलाई एकदम खबरदारी गर्न चाहन्छु है। त्यस्तो नगरिदिनु होला प्लिज, बिन्ती छ मेरो। सक्नुहुन्छ भने तपाईँ जस्तो युवाहरूले, तपाईँ जतिको पढे लेखेको जान्ने बुझ्ने भन्ने युवा पिँढीहरूले चाहिँ उहाँहरूलाई सही सूचनाको प्रवाह गरिदिनु पर्ने ठाउँमा तपाईँहरूले यो गलत गर्दै हुनुहुन्छ। तपाईँहरूले उहाँहरूको त्यो सोझोपनको फाइदा उठाउँदै हुनुहुन्छ। प्लिज बिन्ती, त्यस्तो नगर्नु होला। हो, तपाईँको भविष्य त तपाईँले
ठुला बडा नेता मन्त्रीहरूको चाकडी गरेर उहाँहरूको पुच्छर भएर कुदेर उहाँको खुट्टा ढोगेर तपाईँले आफ्नो भविष्य त जसोतसो चलाउनु होला, तर भोलि आउने तपाईँको छोराछोरी नातानातिनीको भविष्य के हुन्छ? कि तपाईँले जस्तै उहाँहरूलाई पनि त्यही गलत मान्छेको बाटो समाउन लाउनुहुन्छ तपाईँ? यदि त्यसो हो भने प्लिज यस्तो काम बन्द गरिदिनु होला। म विनम्र अनुरोध गर्छु। तपाईँहरू जस्तो जान्ने बुझ्ने मान्छेले आफ्नो भविष्यको मात्रै नसोच्नु होला, भोलि तपाईँको छोराछोरी तपाईँको नातानातिनीको उनीहरूको भविष्यको बारेमा पनि सोच्नु होला। नेपालमा अहिले यस्तो सिस्टम छ कि यस्तो दलदलमा फसिसकेको छ कि एउटा सानो सरकारी कामकाजको लागि पनि कुनै पनि नेता पहुँचवाला व्यक्ति पार्टी अथवा मन्त्रीको चाहिँ सहारा लिएर गर्नुपर्ने भइसकेको छ। अन्य देशमा नागरिक स्वतन्त्र रूपमा आफू एक्लै गएर गर्न सकिने कामहरू नेपालको अवस्थालाई हेर्ने हो भने चाहिँ एकदमै त्यो नाजुक छ, जसमा घुसखोरी भ्रष्टाचारी यो करप्सनले चाहिँ देशलाई एकदमै खोक्रो बनाइसकेको छ। एउटा सिस्टमको राजनीति गरौँ, देशलाई सिस्टममा परिमार्जन गरौँ। सिस्टमले चल्यो भने भोलि सामान्यभन्दा सामान्य नागरिकले पनि एउटा शान्तिको सास फेर्न सक्छ, आफूलाई एउटा देशको नागरिक भएकोमा गर्व गर्न सकोस्। त्यो खालको देश हामीले बनाउनु पर्छ। हिजोबाट 20 वर्ष अगाडि खनेको बाटो आजसम्म धुलाम्य सडक छ। बर्खामा पानी पर्दा त्यहाँ मोटर नगुड्ने अवस्था छ। वर्षेनी त्यो थोरै जनताको आँखामा छारो हाल्ने बजेट हाल्ने, त्यसमा पनि त्यो बजेटको सबै काम नहुने, 3 भागमा 1 भाग काम गर्ने भने 2 भाग तिनै आसेपासेहरू कमिसनखोरीहरूले यताउता कागजपत्र मिलाएर खाने। नेपालको अब कर्मचारी यो ब्युरोक्रेसी त झन् एकदमै खतरनाक भइसकेको छ। कर्मचारीहरूले घुस बिना कामै गर्न मान्दैन। यो सिस्टम हामीले परिवर्तन गर्नु छ। कृषि प्रधान देश भनेर चिनिन्छ हाम्रो देश नेपाललाई, तर वास्तवमा भन्ने हो भने कृषि उत्पादन चाहिँ एकदमै घटिरहेको छ। पहिला हाम्रो हजुरबा हजुरआमाहरूको पालामा 20-22 मुरी मकै फलाउनु हुन्थ्यो, 20-22 मुरी धान फलाउनु हुन्थ्यो, कोदो फलाउनु हुन्थ्यो, गहुँ जौ फापर सबै फलाउनु हुन्थ्यो। तर आज ती खेतबारीहरू बाँझो भइरहँदाखेरि हामी कागजमा मात्रै कृषि गर्दै गर्दाखेरि र भाषणमा मात्रै कृषि प्रधान देश भनेर छाती फुलाउँदै गर्दाखेरि हाम्रो वास्तविक अवस्था भनेको एकदमै खस्किसकेको छ। अब यो अवस्थालाई हामीले माथि उठाउनको लागि, जनताको खेतबारीसम्म सिँचाइ कुलो पुर्याउनको लागि, जनताको खेतबारीसम्म चाहिँ पक्की बाटो पुर्याउन सकोस्, ताकि त्यहाँ मल बिउ बिजनहरू सजिलै जनताले ढुवानी गर्न सकोस् र आफ्नो खेतबारीमा फलेको फलफुल तरकारी कृषि अन्न उपजहरू चाहिँ त्यहाँबाट सिधै बजारसम्म लान सक्ने अवस्था चाहिँ हामीले बनाउनु पर्छ। अब कतिपय ठाउँमा अब सिँचाइ नपुग्ने ठाउँमा पानी तान्ने मोटर पम्पको प्रयोग गरेर चाहिँ हामीले त्यहाँ सिँचाइ गर्न सक्ने हिसाबले बत्तीको पहुँच, सडकको पहुँच, सिँचाइको पहुँच चाहिँ हामीले सम्पूर्ण नेपालको कृषियोग्य जमिनहरूमा पुर्याउनु छ। जस्तै पहाडको अग्ला अग्ला ठाउँहरूमा भिरालो पाखा पखेरोहरूमा हुने खालको त्यही अनुसारको बालीहरू लगाउनु छ भने मथर भूभागमा त्यही किसिमको चाहिँ हामीले कृषि उत्पादन गर्नु छ। हामीले कृषि क्रान्ति गर्नु छ। साँच्चीकै कृषि प्रधान देश नाम र भाषणमा मात्रै होइन, हामीले कामले देखाउनु पर्नेछ। त्यो अवस्था किन भएन त? हिजो 20 वर्ष अगाडि खनेको बाटो आजसम्म किन नाजुक भएर बस्यो? किन पिच हुन सकेन? कति मन्त्री आयो, कति सांसद बने, कति मन्त्री बने, जनतालाई बुइ चढेर उनीहरू माथि सरकारमा पुगिसकेपछि जनताको समस्या, जनताको मुद्दा ज्यूका त्यों किन रह्यो त भन्ने कुराहरू हामीले विचार गर्नु छ। हामीले यो कुराहरू बुझ्न जरुरी छ। हाम्रो भावी पुस्ताहरूलाई हाम्रो भविष्य जस्तो अन्धकारमा हामीले धकेल्नु हुँदैन। जानी हामीले बुझ पचाएर कसैको प्रतिशोधको राजनीति नगरौँ। व्यक्तिलाई र पार्टीलाई खुट्टा हान्ने, खुट्टा तान्ने काम नगरौँ। सबैजना मिलेर देश विकास गरौँ। फोहोरी राजनीतिलाई हामीले सफा पार्दै लानुपर्छ। सम्पूर्ण बाआमाहरूलाई मेरो एउटै अनुरोध छ, प्लिज भोट तपाईँहरूले हल्लाएर यो गलत प्रचारलाई तपाईँहरूले सही नठानिदिनु होला। तपाईँको आफ्नो परिवारहरूलाई सोच्नु होला, आफ्नो भित्री मनलाई सोच्नु होला। सोच विचार गरेर मात्र तपाईँहरूले सही व्यक्तिलाई चुनेर पठाउनु होला। प्लिज
गलत व्यक्तिलाई पटक पटक तपाईँहरूले जिताइरहनु हुँदाखेरि तपाईँहरूको छोराछोरी नाता नातिनी हेर्नु त आज झोला बोकेर भविष्य आफ्नो देशमा नदेखेर अरूको देशमा भविष्य खोज्दै हिँड्नु भएको छ, कति भौतारेर हिँड्नु भएको छ। बिरामी पर्दाखेरि परदेशको ठाउँमा कस्तो नमजा फिल हुन्छ। प्लिज त्यस्तो नगरिदिनु होला। तपाईँहरूले सही मान्छे चुन्नु होला। पहिलाबाट तपाईँहरूले जानी नजानी गल्ती गर्नुभयो अथवा देश बन्छ होला भन्ने पूर्ण आशा गरेर आशा राखेर चाहिँ तपाईँहरूले पटक पटक तिनै व्यक्तिहरूलाई जिताइरहनु भयो, पठाइरहनु भयो। उहाँहरूले तपाईँहरूको मुद्दालाई जिउँका थियौँ, तपाईँ हाम्रो समस्या जहाँको त्यहीँ राख्यो। उहाँहरूले भ्रष्टाचारमा अल्मलिनु भयो। उहाँहरू आफ्नो देश बनाउने भन्दा पनि आफ्नो व्यक्तिगत करियर बनाउनेपट्टि लाग्नुभयो, जसको कारण हामी जनताहरूले शास्ति खेप्नु पर्यो। त्यसैले यो पालिको चुनावमा तपाईँहरूले सोच विचार गरेर भोट दिनु होला, सही व्यक्तिलाई चुनेर पठाउनु होला। अबको 10-15 वर्षभित्रमा चाहिँ हामीले सही लिडरसिपलाई पठाउनुपर्छ। सम्पूर्ण नेताहरू सही व्यक्तिहरूलाई मात्र पठाउनुपर्छ हामीले। अब धेरै ढिला भइसकेको छ। तपाईँहरूले फेरि म पहिल्यैदेखि फलानो यही हो भनेर नभन्नु होला। तपाईँहरूले त्यसो भनिरहँदाखेरि तपाईँहरूको छोरा छोरी नाता नातिनीहरू भविष्य खोज्न झोला बोकेर परदेशमा जानु परेको छ। त्यो कुराहरू तपाईँहरूले बुझ्न जरुरी छ। तपाईँहरू सोझो हुनुहुन्छ, तपाईँहरू सिधा हुनुहुन्छ, तपाईँहरू बुझ्ने हुनुहुन्छ। तर तपाईँहरूलाई पनि यस्तो झालझेल गर्ने मान्छेहरू आएर तपाईँहरूलाई फकाउनुहुन्छ। तपाईँहरूको मन कमलो छ, त्यही भएर तपाईँहरूको कमलो मन जसले फकायो उतैतिर हुन्छ बाबु भन्नुहुन्छ, हुन्छ नानी भन्नुहुन्छ। त्यसो भनिरहँदाखेरि तपाईँहरूले त विश्वास गरेर दिनुभएको हो। तपाईँहरूले अन्जानमा अथवा थाहा नभएर त्यो गल्ती गर्नुभएको हो। प्लिज अब तपाईँहरूले पनि एकदमै सचेत हुनु होला। सोचेर सही व्यक्तिलाई चुनेर पठाउनु होला। तपाईँहरूलाई अब आफ्नो छोराछोरी नाता नातिनीसँगै दसैँ मनाउने मन कति हुन्छ होला, तपाईँहरूको मन कति रुन्छ होला। अरू घरको छोराछोरी आइपुग्दाखेरि तपाईँको घरको छोराछोरी नाता नातिनी आइ नपुग्दाखेरि कति खल्लो हुन्छ होला। दसैँ कस्तो नमिठो हुन्छ होला। तिहार हेऱ्यो तिहार त्यस्तै, माघे सङ्क्रान्ति, लोछार, छठ इत्यादि अन्य पर्वहरू हेर्नुहोस् त कति नमजा लाग्दो हो तपाईँहरूलाई पनि। अनि तपाईँहरूको जो विदेशमा हुनुहुन्छ नि उहाँहरूलाई पनि कति नमजा लाग्छ। दसैँ आयो घरमा जान पाएन, बाबुआमा बुढाबुढी हुँदैछन् भन्ने उहाँहरूलाई एउटा चिन्ता छ, भविष्यको अर्को चिन्ता छ। देश हेर्नुहोस्, देश डामाडोल छ, देशको अर्को चिन्ता छ। यी पुराना पुराना नेताहरूले तपाईँहरूलाई जति झुलाउनु झुलाइसक्यो। अझै पनि तपाईँहरू उनै नेताहरूलाई जिताइरहनु भयो भने तपाईँहरूको नाति छोराछोरीको भविष्य एकदमै अन्धकारमा धकेलिनेछ। यो कुरा सत्य हो। म एउटा सोझो मान्छे, म कुनै पनि पार्टीको कुनै पनि सदस्यता अहिलेसम्म लिएको छैन। म एउटा भोटर हो। यो पालिको चुनावमा चाहिँ मैले भोट हाल्न सक्ने अवस्था भएन, किनभने म पनि वैदेशिक रोजगारमा अरूको देशमा नै छु। यहाँबाट अब चुनावकै लागि भनेर मैले छुट्टी लिएर जान चाहिँ मैले छुट्टी नपाउने अवस्था भएको हुनाले म आउन सकिनँ। तपाईँहरू जो जतिजना नेपालमा हुनुहुन्छ, आदरणीय आमा बुवा, काका काकी, मामा माइजू, दिदी बहिनी दाजुभाइ, सबैजना साथीभाइहरू सबैजनाले तपाईँहरूले सही मान्छेलाई चुन्नुहुनेछ भन्ने एकदम विश्वास लिएको छु। प्लिज सही मान्छेलाई चुनेर पठाउनु होला। गलत मान्छेहरूलाई बारम्बार त्यही अनुहारहरूलाई नपठाउनु होला, किनभने उनीहरूले गर्ने भए 20-30 वर्षसम्म गरिसक्थ्यो। उहाँहरूले अब गर्नुहुन्न के, उहाँहरूलाई अब साइड लाग्नुपर्छ। किनभने तपाईँको छेउको भत्किएको पुलको अवस्था त्यस्तै नाजुक छ, तपाईँको घर छेउको बाटोको अवस्था हेर्नु त्यस्तै नाजुक छ। आज अन्य विकसित देशहरू तपाईँको 200-300 किलोमिटर टाढा ठाउँबाट राजधानी बिहान पुगेर त्यहाँको सुविधा सम्पन्न हस्पिटलमा अथवा त्यहाँको सुविधा सम्पन्न ठाउँहरूमा पुगेर आफ्नो सेवा लिएर आफ्नो काम गरेर फेरि बेलुका आफ्नै घरमा फर्कन सक्ने अवस्था हुन्छ भने हाम्रो त नेपाल, मेरो आफ्नै जिल्लाको कुरा गर्ने हो भने मेरो जिल्ला दोलखाबाट काठमाडौँ 130-40 किलोमिटरको मात्रै फरक पर्छ। त्यति भनेको लगभग 1.5 घन्टाभित्र पार गर्न सक्ने दूरी हो। तर हामी 5-6 घन्टा 6-7 घन्टा चाहिँ लगाएर हामी काठमाडौँ पुग्नुपर्ने हुन्छ।
त्यसो गर्दाखेरि एक दिन काठमाडौँ जाने, एक दिन आफ्नो काम गर्ने, एक दिन फर्किने गर्दा 3 दिन लाग्छ। तर मैले देखेअनुसार एउटा फास्ट ट्र्याक हाइवे मात्रै भइदिएको भए दोलखा चरीकोटबाट मुडे सिन्धुपाल्चोक काभ्रेपलाञ्चोक हुँदै धुलीखेल निस्किने एउटा फास्ट ट्र्याक भएको भए सायद काठमाडौँमा बिहान गएर बेलुका फर्किन सक्ने अवस्था भएको ठाउँ हो मेरो ठाउँ। तर अहिले पनि नेपालको यातायातको क्षेत्रमा हेर्ने हो भने एकदमै विकास न्यून भएको हो। विकसित देशहरूले विभिन्न समयअनुसारको यातायातको विभिन्न प्रविधि टेक्नोलोजीहरू युज गरिरहँदाखेरि मेरो देशले आजसम्म त्यही पुरानै एउटा बसको रुट, त्यही पनि नागबेली आकारमा, त्यही पनि छोटो दूरीमा पुग्नको लागि पनि धेरै समय लाग्ने खालको यातायातको सुविधाहरू नेपालमा उपलब्ध छ। अहिलेसम्म अलिकति एडभान्स खालको यातायातको प्रविधि नेपालले प्रयोग गर्न सकेको छैन। नेपाल किन त्यस्तो भयो त भन्दाखेरि नेपालमा पैसा नभएर होइन, पैसाको कमी भएर होइन, नेतृत्वको कमजोरीपनले गर्दाखेरि चाहिँ नेपाल देश आज यो अवस्थामा भएको हो। यदि नेपालमा सही नेतृत्व पुग्न सक्यो भने नेपालकै पैसाले नेपाल यति धेरै विकास गर्न सकिन्छ भन्ने एउटा ज्वलन्त उदाहरणहरू छ। त्यो उदाहरणहरूको बारेमा बिस्तारै कुरा गर्दै गरौँला। आज यति भन्दै तपाईँहरूले सही मान्छेलाई चुनेर पठाउनु होला यो चुनावमा। प्लिज है, सम्पूर्णमा मेरो अनुरोध छ। तपाईँ माओवादी, एमाले, काङ्ग्रेस, रासोपा, उज्यालो, राप्रपा, जुनसुकै पार्टीको भए पनि तपाईँहरूले सही व्यक्तिलाई चुन्नुहोस्। तपाईँहरूको आफ्नो छोराछोरीको भविष्य सम्झिनुहोस्, नातानातिनको भविष्य सम्झेर चाहिँ सही व्यक्तिलाई चुनेर पठाउनु होला। तपाईँले यो पालि चुनावमा भोट हालेर जिताएर पठाउनु भयो, तर त्यो पार्टी, त्यो व्यक्तिहरूले फेरि पनि 3-4 वर्षमा कस्तो रिजल्ट दिन्छ त? हामी जनताको समस्याहरू उठाउँछ कि उठाउँदैन, हाम्रो ठाउँको समस्याहरू समाधान हुँदै जान्छ कि जाँदैन भन्ने कुरा हामीले 3-4 वर्षमा त थाहा पाउन सक्छौँ नि त। यदि त्यतिखेरसम्म पनि उहाँहरूले केही पनि काम गर्न सक्नु भएन भने त फेरि आउने चुनावमा त हामी फाल्न सक्छौँ। हामी जनतामा त्यति पावर छ, नेताभन्दा जनता माथि हो सधैँ। तर हामीले चाहिँ हाम्रो नेपालमा हामी जनता तल परेर नेतालाई माथि पारिराख्नुको कारणले गर्दाखेरि समस्या भोग्नु परेको, देशको अवस्था यस्तो नाजुक भएको हो। हामी जनता नेताभन्दा जहिले पनि माथि हो। यो चुनावमा हामीले जिताएर पठाएको पार्टी, जिताएर पठाएको मन्त्री सांसदहरूले काम गर्न सक्नुहुन्छ कि हुँदैन, अबको चुनावपछिको 3-4 वर्षमा थाहा हुन्छ। 3-4 वर्षमा उहाँहरूले राम्रो काम गर्दै जानुभयो भने उहाँहरूलाई फेरि पनि हामी अर्को पनि मौका दिन सक्छौँ। होइन भने उहाँहरूलाई तपाईँहरू हुँदैन भनेर फेरि बिदाय गर्न सक्ने पावर, त्यो क्षमता, त्यो सामर्थ्य हामी जनतासँग छ। त्यही भएर प्लिज हामीले एकचोटि हेर्नुपर्छ। हल्लाको भरमा पुरानो पार्टीहरूले, पुरानो व्यक्तिहरूले त उहाँहरूले जहिले पनि आफूलाई सही भनिरहनको लागि, सही देखाइरहनको लागि नयाँ आउनेहरू देश बेचुवा, देश भडुवा भन्छन्। लास्टमा देश बेच्ने, खोला नदी नाला बेच्ने, उद्योग कल कारखानाहरू बन्द गरेर आफ्नो देशको युवा पिँढीहरूलाई परदेशमा बेच्ने, घाँसबास कपासको लागि नै अरूको देशमा दुःख गर्न जानुपर्ने अवस्था कसले सिर्जना गर्यो त? देशलाई भित्रभित्र खोक्रो पारेर देश बचायो भनेर नारा लाउने अनि त्यसरी गफ हान्ने कुरामा हामी नभुलौँ। अब हामी त्यस्तो कुराहरूमा भुल्नु हुँदैन। हामीले चाहिँ अब सोच विचार गर्नुपर्छ। देश बेच्ने मान्छे हो कि होइन भनेर अहिले आएको नयाँ पार्टी अथवा नेताहरू देश बनाउँछु, यो पुराना नेताहरूले देशलाई लुटिरह्यो, देशलाई लुछिरह्यो, नेपाल आमा रोइरहेको छ, अब हामीले बचाउनुपर्छ भनेर गर्नुभएको त्यो आँट साहस र हिम्मतलाई हामीले चाहिँ सल्युट गर्नुपर्छ। हामीले आत्मसाथ दिनुपर्छ। हातमा हात मिलाएर हातेमालो गर्दै हामीले साथ दिएर उहाँहरूलाई त्यो ठाउँमा पुर्याउनुपर्छ। यदि केही गरी उहाँहरू साँच्चीकै देश बेच्नै आएको हो रहेछ भने त्यो पावर जनतामा छ। हामी जनताले फेरि उहाँहरूलाई पनि गलत्याएर पठाउन सक्ने आँट साहस र हिम्मत हामी जनतामा छ। त्यही भएर हामीले ढुक्क भएर मतदान गरौँ, राम्रो मान्छेलाई चुनेर पठाउँ। यदि बाइचान्स भोलि उनीहरूले 3-4 वर्षमा गरेको गतिविधि, त्यो उनीहरूले दिएको रिजल्ट हामीले कस्तो पाउँछौँ भनेर हामी जनताले त्यतिखेर महसुस गर्न सक्छौँ कि सक्दैनौँ। त्यतिखेर हामीले कुन खालको रिजल्ट पाउँछौँ त्यही अनुसार हामीले अगाडि बढ्ने हो। हामीले फेरि भएन भने अर्को पालिमा फेरि फाल्न सक्छौँ। त्यसो गर्दाखेरि अब एउटै पार्टी, एउटै व्यक्तिलाई म पहिलाबाट यो त्यो नभनौँ, तपाईँ जुन पार्टी, जुन पार्टीको भोटर्स हुनु भए पनि यो पालि हामीले राम्रोलाई छानौँ।
हामीले छोराछोरीको भविष्य नातानातिनीको भविष्यलाई हेरेर हामीले सही व्यक्तिलाई चुनेर पठाउँ है। मेरो एकदमै अनुरोध छ। भोलि हामीले फेरि अबको 10-15 वर्षभित्रमा हामीले नेपाललाई सही नेतृत्वको हातमा दिनुपर्छ, तब मात्र नेपाल बन्छ। प्लिज मेरो यही अनुरोध छ है। सबैजनालाई धेरै धेरै शुभकामना। शान्त रहेर एकदमै आफ्नो मताधिकारको प्रयोग गर्नु होला। हामी झैँ झगडा यताउता त्यस्तो कसैले पनि नगरिदिउँ। एकदमै यो स्वच्छ मतदान होस्, स्वच्छ निर्वाचन बन्न सकोस्। अहिलेसम्मकै स्वच्छ र सफा एकदम क्लियर निर्वाचन बन्न सकोस्। सबैलाई शुभकामना। यति भन्दै म बिदा हुन्छु। फेरि भेट्दै गरौँला। नमस्ते सबैजनालाई।